देख्न सक्नुहुन्छ गाईको टक्क लाएर फेरि पनि आइसक्यो हजुरहरूको माझ नयाँ भिडियो लिएर। वेलकम माई न्यू ब्लग होइन। बिहान बिहानै दिदी बहिनीहरू आमा कस्तो लजाको हो। अब बहिनी भाइरल हुन्छ भनेर पहिले लजाइसक्यो। यस्तो चाहिँ छ ऊ यहाँ बिहान बिहानै यहाँ मेरो कामदार। अनि आज चाहिँ मसँग कोही छैन, म एक्लै छु। अनि भाइहरू चाहिँ सुतेर बसिरहेको छ। गुड मर्निङ कटप्पा अङ्कल। भाइरल भएको थियो कि अस्तिको भिडियोमा। के भन्न चाहनुहुन्छ भन्नु त? बात त सही है। दौडना त पर्ता है। यो अङ्गुर तपाईँकै हो? यो अङ्गुर तपाईँकै हो? त्यो राम्रो खान राम्रो खै जुप्पा त्यो खसिहाल्यो नि। ओके अङ्कल चाहिँ यस्तो हाँस्नुपर्छ त्यो भ्लग हो नि त अङ्कल। पैसा ही पैसा हो गया। जानी हो ए न्यू रोड जानी हो हजुर? त नि रिङ रोड जानी हो? जान्छ कि बस्नु यही हो? तर रिङ रोड त हो नि। रिङ रोड त हो नि हो। त्यसै नाटक रे हो त। अनि बिचरा चढेर नि झऱ्यो। लास्ट भोग लगाएर यहाँ खाजा खान आइसकेको छ। समोसा तरकारी यहाँको फेरि बबाल मिठो हुन्छ है। अब टक्क भोगले औडा भएछ। अब ल्याम्नु मान्ने हो अनि चल्दिने हो है। यहाँ धेरै बेर बस्नु नि होइन। कडा हुन्छ आजको भ्लग होइन। अब अब आयो भोजनमा आनन्दले खान्छु। केटीहरू पढ्दै कपाल काट्न पर्ने हुन्छ। कपाल अलि यस्तो खतम देखा जस्तो लाग्यो है। मुला मिल्दै छैन जतिखेर नि यस्तो झरेछ है। कस्तो घिनलाग्दो देख्यो। जान्न घिनलाग्दो देखेछ। अब कपाल पसलमा म पस्न पर्ने हुन्छ टक्क लगाएर। आज बाल कटिङ हुन्छ गाइजहरू है। अनि टक्कमा आइसकेको छु है नारायणी। यहाँ कति बिहान बिहानै नि मान्छेहरू यहाँ पुरा छन्। अनि बबाल देखेछ है। जो मर्निङमा पुरै कुहिरो लाग्छ होइन टक्क लगाएर बबाल। पुरै घाम आज यताबाट लगाइरहेछ। फर्किन्छ अब यत्तिकै फर्किने हुन्छ। अघि त्यतैबाट छिराछिरी हुन्थ्यो बरु। त्यसै घुम्न आए केही छैन। अहिले त गर्मी नै भइसक्यो यार बिहान बिहानै नि यार। यहाँ मौसम लगाइरहेछ। ल गाइजहरू देख्न सक्नुहुन्छ है। हजुरहरू भिजिट गर्न सक्नुहुन्छ। तर नगर्नु भिजिट राम्रै छैन। खतम मौसम र केही नि कोही नि आएको छैन। ओए दुर्गेश नि छ क्या यार। पल्सारे
पल्सा, दुर्गेश थापा, ज्योति मगर, अस्मिता अधिकारी, महेश काफ्ले, जेम्स हो कि के हो यो, अर्जुन सापकोटा, समीक्षा अधिकारी, रचना रिमाल छैन कहीँ नि। भयो म जान्छु यार, केही छैन यार। ल टक्क लगाएर हुन्छ नि। मुला हुन्छ नि होइन, टक्क लगाएर है। केटी देखेछ मासाला, केटीहरू हेर्दाखेरि वाउ भएर मुटुनी कटक्क हुने खाले, हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। भएको हुन्छ त मुला हेर्दै गर्ने खाले हुन्छ यार। छ्या मुला भेट्नै नि पर्यो नि, यस्तो अप्सरा जस्तो परी। मलाई फेरि जस्ता पाए त्यस्तै मन पर्दैन हो क्या। जस्ता पाए त्यस्तै मन नपर्ने होइन, जस्ता पाए त्यस्तैले हेर्दैन। छिमेकीहरू सब उठ्नु होला। मुला अर्काको घरमा छिरेर पुरै उठाउँदै हिँड्न पर्थ्यो क्या। गुड मर्निङ। गुड मर्निङ सबैजनालाई। सब उठ्नु, कोही उठेकै छैन यार। 8-9 भइसक्यो, सब सुतेर बस्दैछ। अल्छी नि लाग्दैन हो क्या यतिखेरसम्म सुत्नु, होइन अङ्कल? हेरिदिनु भएको छ अनि यसो त्यही भएर होइन अङ्कल। चलपल छुट्टी भइसक्यो नि मेरो दाइको। ल अब एकछिनपछि भेट्नलाई कति भ्यात बोले गर्ने यार छ। ल फाइनली गाइज म कपाल काट्ने पसलमा आइसक्यो है। अब एकछिनपछि कपाल काटिन्छु। यहाँ दाइको कटिरहेछ यो पछि टक्क लाएर। अब खतरा बवाल काट्न पर्यो। टक्क कपाल काटेको देख्ने बित्तिकै केटीहरू फिदा हुन पर्यो। फिदा हुन पर्यो है केटीहरू देख्ने बित्तिकै। टक्क लाएर न्यू लुक्समा आइसक्यो है। कपाल सबल काटिसक्यो, नयाँ न्यू लुक्स भइसक्यो होइन। अब टक्क लाएर चाहिँ अब टक्क जानुपर्ने हुन्छ है। कस्तो देखेछ ल कमेन्ट गरौँ है। लाइन नै हानिदिएको यहाँ टक्क लाएर हलमा आइसक्यो। जलमा हल मोबाइल डिक राखेर जानुपर्छ क्या यार फिल्म हेर्न। पैसा छैन, मोबाइल डिक राखेर हिँड्दिनु पर्छ क्या। यहाँ अङ्कलले बोलाएको छ। टक्क लगाएर म अब होटेलमा जान्छु है। क्यारम बोर्ड पुरै खतरा बवाल। के छ अङ्कल, के छ आन्टी? के हो पुरै पैसा त आमा। ल पैसा चाहिँ पुरै। ल म गएँ अङ्कल। टाल्नु पैसा अब 1000 हेर्नु बवाल पुरै च्यात्नु भएछ है। पुरै टुक्रा टाल्न लाग्छ। यति धेरै छ टुक्रा नि 1000 यति धेरै टुक्रा रे काका, त्यत्रो धेरै छ। अनि ल है म चाहिँ दौडिसकेँ है। अनि अघि त्यसै के 5-10 मिनट म यत्तिकै बोल्दै हिँडेको होइन। लास्टमा त भिडियो नभएको रहेछ कि त्यही ठुक्क। म अब दौडेको मलाई ढिला भइसक्यो। म वहीँ गएर भेट्छु है। वहीँ गएर भेट्ने छु हजुरहरूलाई पक्कै पनि। ल टक्कला पारामा भाइहरू पनि उठिसक्यो है। अब के कस्तो हुन्छ टक्क लाएर ल अब वहीँ गएर भेट्ने छु। ल बाई बाई। के छ कि छैन अहिले मैले यस्तो भाँडा हान्छु यिनीहरूलाई। ल फाइनली गाइज है यहाँ सब छ है। यहाँ यता विवेक भाइ छ, अनि यता अर्को यहाँ नयाँ मान्छे आएको छ, अनि यता अर्को यहाँ छ है। ल के भन्दै हाई के छ बाबुहरू? पैसा दियो? यहाँ नयाँ मान्छे छ, उहाँ आउँदैछ हाम्रो है। ऊ त्यहाँ आउँदैछ हाम्रो अरे के भन्न लाग्यो मैले।
ल ठिक छ गाइजहरू एकछिनपछि हेर्दै हेर्दै गर्नु होला ल है चट्ट लगाएर अब हाम्रो यहाँ सुट भइसक्यो क्या अनि अब हामी जानुपर्ने हुन्छ घर म चाहिँ अब जान्छु यहाँ यारको दोस्नी आइसक्यो ल यहाँ भाइ छ खानै नपा जस्तो रिस एकदम स्त्री झोक्राएर बसिन्छ ल टक्क पाएरमा राति भइसक्यो अँधेरो भइसक्यो है अब हामी चाहिँ जाँदैछौँ टक्क लगाएर नारेनी के कस्तो हुन्छ गाइजहरू हेर्नु होला टक्क पारामा यहाँ 4 जना छ यता मनिष छ यता भाइ छ त्यो अर्को उता छ है हामी 4 दाजुभाइ भएर हिँडेको छौँ 4 वटा केटी पट्टाउन गाइजहरू है ल अहिले भेटौँला है अब एकैचोटि हाम्रो अब इन हुन्छ होला आजको भ्लग है यतिमै इन हुन्छ जस्तो छ अब अँधेरो पनि भइसक्यो गाइजहरू ल अहिले आयो भने भेटौँला नत्र त्यस्तै हो ल गाइजले 9 बजे नै यार के हो यार केही छैन बसपातको हाल के हो यार केही सुन्ने 9 बजीसम्म त पुरै सब बन्द केही चलपलै छैन अब हामी चाहिँ अब घर जान लाग्यो रुम जान लाग्यो चट्ट लगाएर गइन्छ अब यहाँ दोस्त छ त्यता 2टा भाइ छ हिँडिरहेको छ टक्क लगाएर गइन्छ अनि सिद्धिन्छ आजको ब्लग यहीँसम्म हुन्छ बाबुहरू उता छन् कुदे 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 अब कपिराइट लाग्ने भयो अब यहीँसम्म हो अबको आजको ब्लग है ल बाई बाई के भन्न छ बाई दोस्त टक्क लागेमा मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइबर सब गरिदिनु होला गुटुङ गुटुङ बजाइहाल्नु होला ल गएर ल बाई बाई आजको ब्लग अब नेक्स्ट ब्लग खतरा आउँछ फेरि ल बाई बाई गुड नाइट